मधेसबाट जिते सांसदहरू त धेरै छन्, तर उहाँहरूले अहिलेसम्म किसानहरूको पक्षमा आफ्नो कुरा राखेका छैनन्। आउनुहोस्, म राख्दैछु। किसानहरूको समस्या सामाजिक सञ्जालमा। राम्रो लाग्छ कि नराम्रो? आफ्नो प्रतिक्रिया जरुर दिनुहोस्। ओके, सुरु गरौँ। मधेसी किसानहरू हाम्रो देशको खाद्य सुरक्षाको मेरुदण्ड हुन्। उनीहरूले दिनरात मिहिनेत गरेर धान, गहुँ, मकै लगायतका अन्न उत्पादन गर्छन्। तर विडम्बना के छ भने उनीहरू अझै पनि विभिन्न समस्याहरूले घेरिएका छन्। पहिलो, उनीहरूलाई आधुनिक कृषि प्रविधिको अभाव छ। दोस्रो, सिँचाइको उचित व्यवस्था नहुँदा उत्पादनमा कमी आएको छ। तेस्रो, मल, बिउ र औषधिको अभावले किसानहरू समस्यामा छन्। चौथो, उत्पादनको उचित मूल्य नपाउँदा किसानहरू निराश भइरहेका छन्। किसानहरूको अवस्था सुधार्न विभिन्न उपायहरू अपनाउनु पर्छन्। त्यसैले म सरकारसँग निम्न मागहरू गर्न चाहन्छु। किसानहरूलाई सहुलियत दरमा ऋण उपलब्ध गरियोस्, आधुनिक कृषि उपकरण र तालिम प्रदान गरियोस्, सिँचाइको स्थायी व्यवस्था गरियोस्, उत्पादनको उचित मूल्य सुनिश्चित गरियोस्। अन्त्यमा मधेसी किसानहरूको सम्मान र संरक्षण गर्नु नै देशको समृद्धिको आधार हो भन्ने कुरामा हामी जोड दिन चाहन्छौँ। धन्यवाद।